काम खोजेको भाइ भाडामान्दी काम छ भाइ। अरू छैन। अरू त खासै अब पहिलाकै स्टाफहरू छन्। काम गर्ने त साँच्ची अच्छा गर्ने पऱ्यो अब काम खायो भने बेरोजगारी हो साह्रै। भाइलाई खाना लगाएर खानामाला सहित हामी यो होटेलमा जाँदैछौँ है। हजुर के होटेल भनेको हाम्रो यही हो होइन। हजुर राम्रो छ त खानी बस्ने सबै यही हो भाइ होइन। हजुर अब तिमीलाई पहिले काममा लैजान्छु भित्र। हजुर ल है भाइ दुःख काम खोजेको भाइ कस्तो काम गर्छौ भाइ? काम त छ यहाँ। काम जे छ त्यही गर्नु पर्ला। होटेलमा छ भने कुरो गरेर त्यहाँ बाहिर लिएर होइन काम त छ भाइ होइन। होटेल यही हो। कस्तो काम गर्छौ फेरि के काम आउँछ तिमीलाई? काम पाउने जे छ काम गर्ने नै हो त। गर्ने नै हो। अलि धेरै बेरोजगारी हो यो काम उता कता काहीँ पाइएन। ठिक छ भाइ मलाई पनि स्टाफ चाहिएको होइन। हजुर तर काम त छ भाडामान्दी काम छ भाइ। अरू छैन। अरू त खासै अब पहिलाकै स्टाफहरू छन्। हजुर भनेपछि अब 2-3 महिना माथिको सुधार माथि चराइदिनुहुन्छ होला हो हुन्छ हुन्छ पछि तिम्रो बिस्तारै हजुर गर्दै गर्नु। काम गर्ने त साँच्ची अच्छा गर्ने पऱ्यो अब काम खायो भने बेरोजगारी हो साह्रै। तिमीले काम खोज्दै आएछौ भाइ होइन। अब फेरि पछि काम गाह्रो भयो दाइ भन्दा 2 दिन भन्दिनँ, भन्दिनँ। नखोज्नु। भाडामान्दी काम आजदेखि तिमीलाई हुन्छ यो होटेलमा पक्का है त। ल भाइ धेरै धेरै धन्यवाद छ तिमीलाई। मेरो होटलमा आऊ अब आजबाट काम गर्न सुरु। भाइलाई खाना लगाएर खानामाला सहित हामी यो होटेलमा जाँदैछौँ है। हजुर केही गाह्रो पिरो त छैन नि भाइ? छैन छैन दाइ मन खुल्ला छ दाइ काम गर्नु पायो भने धेरै ठुलो कुरा हो दाइ। ल मेरो पैसामा किचकिच नगर्नु है फेरि पछि। गर्नु दाइ स्यालेरी चाहिँ कति हुन्छ दाइ अलिअलि? स्यालेरी अब खाना बस्नु पछि बिस्तारै भनौँला। ए हुन्छ हुन्छ यही हो भाइ होटेल भनेको हाम्रो यही हो होइन। हजुर राम्रो छ त दाइ। राम्रो छ माथि पनि छ। हजुर मैले काम गरेको दाइ एउटा माथिबाट त्यो भट्टी बजार जस्तो पलानी पढेको अनि सफा गरेर नजाने यहाँ सफा पनि मजा आउँदो रहेछ यहाँ त खानी बस्ने सबै यही हो भाइ होइन। हजुर अब तिमीलाई पहिले काममा लैजान्छु भित्र। हजुर अब फेरि नडराउ है आज भाडा पनि धेरै रहेछन् भाइ। आम्म भाडा त काम यही हो। हजुर काम यही हो। अब किचन कति तपाईँ- राम्रो रहेछ नि तपाईँहरूको हो यहाँ ठुलो काम किचन रहेछ गर्ने। होइन अनि भाडा माझिहाल्नु पनि यो त भाडा अब जागिरमा सुरु गरिसकेपछि त किन बाँकी राख्ने भाइ? ल त म त हानिहाल्छु नि यस्तो काम गर्दा त मलाई त केही लाग्दैन नि त काम हो गर्दा त ल एकदम ल आजदेखि मेरो खाँदै लाएर माथि होइन भाडा नयाँ स्टाफले एकदमै काम गर्दै हुनुहुन्छ है। जाम जाम ल है भाइ दुःख दुःख गाह्रो पिरो नमानेर खानी बस्ने आनन्द हजुर त्यही हो है। भइहाल्छ नि ले हान्छ जस्तो छ। ए भाडामा आजबाट मेरो होटेलमा चाहिँ स्टाफ चाहिँ एकदमै दामी आयो है। गर्नुपर्ने भयो क्या भाडा हो। फेरि शुक्ला होइन हो त्यो भएर म मात्रै पाउँदै गर्छु है त